स्वागत छ हजुरहरूलाई मेरो च्यानलमा। म आज बनाउँदैछु एकदमै जुस्सी मिठो चिकन मोमो। हरू पनि घरमा सजिलै तरिकाले एकचोटि बनाएर अवश्य खानु होला। एकदमै मिठो हुन्छ। घरमा बनाउने मोमोको स्वाद नै छुट्टै हुन्छ। चिकन मोमो भनेपछि सुरुमा चिकन किमा लिनुहोस्। त्यसपछि मसिनो गरेर काटेको प्याज मैले लिएको छु। हजुरहरूले पनि आफ्नो आवश्यकता अनुसार लिनु होला। किमा प्याज यति उति चाहिन्छ भन्ने हुँदैन, आफ्नो आवश्यकता अनुसार गराउने हो। त्यसपछि मैले क्याबेज लिएको छु। क्याबेजलाई मसिनो गरेर काटेर लिएको छु। हजुरले पनि यस्तै काटेर लिनु होला। मैले बन्दागोपीसँगै हरियो प्याजलाई पनि थोरै काटेर यसमा मिक्स गरेको छु। मैले चाहिँ भेजहरू अलि धेरै नै राखेको छु। यसमा हजुरहरूले गाजरलाई मसिनो गरेर काटेर राख्न सक्नुहुन्छ, अझ हेल्दी हुन्छ। त्यसपछि मैले अदुवा लसुनलाई मसिनो गरेर काटेर राखेको छु। हजुरहरूले यसलाई थिचेर या पिसेर पनि राख्न सक्नुहुन्छ। तर यसरी काटेर राखेको स्वाद एकदम मिठो आउँछ मोमो खाने बेलामा। त्यही भएर मैले यसरी नै राख्ने गर्छु। हजुरहरूले पनि एकचोटि यसरी नै राखेर खानु होला। एकदम मिठो हुन्छ। त्यसपछि नुन राख्नु होला। नुन चाहिँ यति उति भन्दैन, आफ्नो स्वाद अनुसार नुन राख्नु होला। मैले चाहिँ मेरो किमा थोरै भएको भएर 1 चम्चा र आधी चम्चा सानो चम्चाको राखेको छु। त्यसपछि अजिनामोटो राख्नु होला। अजिनामोटो स्वादको लागि राख्ने भएको भएर यो चाहिँ अनिवार्य छ, राख्न नछुटाउनु होला। त्यसपछि मैले राख्दैछु मरिचको धुलो। हजुरसँग मरिचको धुलो छ भने राख्नु होला, छैन भने नराख्नु होला। यो अनिवार्य छैन, तर छ भने राख्नु होला। त्यसपछि अलिअलि पिरो बनाउनको लागि मैले यसमा धुलो खुर्सानी राखेको छु। हजुरहरूलाई पिरो चाहिन्छ भने थोरै राख्नु होला। अनि अनिवार्य रूपमा चाहिने भनेको हामीलाई हो मोमो मसाला। मैले सेन्चुरीको मोमो मसाला प्रयोग गरेको छु। अनि त्यसपछि हजुरहरूले मोमो मसाला यत्तिकै माथिदेखि राख्नुपर्ने मसालाको आधी चाहिँ माथि राख्नु होला। अनि तेल तताएर अनि त्यसमा आधी राखेर माथिदेखि त्यो सबैलाई झ्याङ गरेर झानिदिनु होला। यसो गर्दा फेरि मिठो बास्ना आउँछ। हजुरले चाहिँ पुरै तेलमा अलिकति अनि अलिकति माथिदेखि राखेर झान्दा यसको बास्ना डबल हुन्छ। त्यही भएर मैले हजुरहरूलाई यसरी गर्नु होला भनेको हो। मैले चाहिँ जहिले यसरी नै गर्छु। त्यसपछि हजुरसँग छ भने हरियो धनिया राख्नु होला, छैन भने त अब राख्नु भन्नु मिलेन, छ भने राख्नु होला। धनियालाई काटेर माथिदेखि राखेको छु। अब हजुरले यसलाई मोल्नुहोस्, मजाले मोल्नुहोस्। तर कतिले चाहिँ मोमो बनाउँदा फेरि बन्दालाई नुन हालेर यसको निचोर्नुहुन्छ, त्यो नगर्नुहोस्। मोमो जुस्सी बनाउनको लागि तेल र कुनै पनि तरकारीको रस नफालिकन राख्नुपर्ने हुन्छ। हामीले हाल्ने तरकारीहरूको रस फाल्ने गल्ती नगर्नु होला हजुरहरूले पनि। किमालाई मोलेर अब 1 घन्टाको लागि यत्तिकै छोडिदिएको छु। हजुरहरूले 1-2 घन्टा जति हुन्छ राख्नु होला। उति बेला नै मजाले मोलेर हजुरले मोमो बनाउन पनि सक्नुहुन्छ। अब मैले मोमोको कभरको लागि पिठो मुछ्दैछु। मैले लिएको छु मैदा। यसमा मैले थोरै ओलिभ ओइल राखेको छु। नराख्न पनि सक्नुहुन्छ, तर राख्नुभयो भने अझ राम्रो हुन्छ। तेल र मैदालाई मजाले मोल्नुहोस्, यसको गिर्खा नहुँदासम्म मोल्नुहोस्। त्यसपछि पानी हाल्दै बिस्तारै हामीले सुक्खा रोटी र पुरी बनाउँदा माड्ने पिठो जस्तै गरेर यसलाई पनि मजाले माड्नुहोस्। सुरुमा थोरै पानी अनि त्यसपछि पानी यसमा थप्दै हजुरले यसलाई माड्न सक्नुहुन्छ। यसलाई धेरै साह्रो पनि नबनाउनु र एकदम गिलो पनि नबनाउनु होला। पिठो पनि मजाले माडिसकेपछि यसलाई र्याप गरेर केही छिनको लागि राख्नु होला। त्यो भन्दा अगाडि हातमा तेल लिएर थोरै त्यो पिठोको माथि राखिदिनु भयो भने यो सुक्खा हुँदैन अनि यो नरम नै रहने गर्छ।
यसरी हामीले मोमोको डो पनि तयार गर्छौँ। त्यसपछि यसलाई हातमा लिएर सानो सानो टुक्रा छुट्याएर राख्नुहोस्। बेल्ने बेलामा एकदम सजिलो हुन्छ। आफूलाई घरमा कुन साइजको मोमो चाहिन्छ त्यही अनुसार हजुरहरूले यसको सानो सानो टुक्रा गराएर साइडमा राख्नुहोस्। बेल्न चाहिँ छिटो छिटो हुन्छ। त्यसपछि रोटी बनाउँदा गोलो गराए जस्तो हातमा लिएर यसलाई गोलो गराएर हजुरहरूले बेल्ना चौकी लिएर रोटी बेले जस्तो गरेर मजाले बेल्नुहोस्। मोमोको कभर बनाउँदा हजुरहरूले एकदम बाक्लो पनि नगराउनु होला र एकदम पातलो पनि नगराउनु होला। फुट्छ। ठिक्कको पातलो ठिक्कको मोटो गराउनु होला। मोटो भयो भने पनि मोमो मिठो हुँदैन। धेरै पातलो भयो भने पनि फुट्छ। त्यही भएर साना साना डल्लाहरूबाट भिडियोमा देखाए जत्तिकै गराउन सक्नुहुन्छ। त्यसपछि मोमो बनाउने पालो। हजुरले हातमा बेलेको रोटीलाई लिएर त्यसमाथि किमा राख्नुहोस् र मैले बनाए जस्तै गरेर हजुरलाई मोमो बनाउन आउँदैन भने यसरी मैले आस्तै देखाएको छु यसरी नै सेप बनाउनुहोस्। हजुरहरूलाई आउँछ भने गोलो लाम्चो जुन प्रकारको आउँछ त्यस्तै गरेर मोमोको सेप दिएर सानो सानो डल्ला गराउनुहोस्। मोमोलाई र्यापिङ गर्न त्यस्तो गाह्रो केही छैन। आफूलाई जस्तो आउँछ त्यस्तै र्यापिङ गराएर जस्ट डल्ला गराए पुग्छ। तर किमा चाहिँ जुसी र मिठो बनाउनु पर्छ। त्यसपछि मैले मोमोको भाँडामा तेल लगाएर मोमो राखेको छु। अरूले पनि मोमोको भाँडामा तेल लाउन नबिर्सिनु होला। तेल लाउनु भयो भने मोमो निकाल्दा फुट्दैन। अर्को भिडियो आस्तेरी बिस्तारै देखाएको छु। हजुरहरूलाई कति पनि मोमोको सेप दिन आउँदैन भने उहाँहरूले हेर्नुहोला। मलाई चाहिँ यो लामचरी यसरी बनाउन एकदम सजिलो र 1 मिनेटमै मैले 4वटासम्म गराउन सक्ने भएर मैले चाहिँ मोमो बनाउँदा धेरै जसो यसरी नै गराउँछु। अनि सुन्नुहोस् त हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्दैछ? हजुरहरूलाई मेरो भिडियो राम्रो लाग्दैछ भने सुरुमा गएर लाइक गर्न अनि मेन चाहिँ सब्सक्राइब गर्न नभुल्नु होला। हजुरको एक सब्सक्राइबले मलाई हौसला मिल्नेछ अनि म यस्तै भिडियो अरू पनि बनाउँदै जानेछु। अब मोमोलाई हामीले सुरुमा पानी तताएर त्यसको भाँडामा राखेर मोमोलाई स्टिम गर्छौँ। मोमोलाई 20 देखि 25 मिनेटसम्म स्टिम गर्न सक्नुहुन्छ। तर मिडियम फ्लेममा पकाउँदै हुनुहुन्छ भने आधी घन्टासम्म स्टिम गर्नुहोला। ल हेर्नुहोस् हाम्रो मोमो रेडी भयो। यस्तो मिठो बास्ना छ यो मोमो। एकचोटि हजुरहरूले पनि घरमा अवश्य बनाएर खानुहोला। अब म यसलाई सर्भ गर्दैछु प्लेटमा। मोमोको अचारको भिडियो मेरो चाहिँ अर्को यसको पछाडिको उसमा राख्दैछु त्यो पनि हेर्नुहोला। यो चाहिँ लामो भएको भएर मैले यसमा मोमोको अचार राख्न भ्याएन। अन्तिमसम्म भिडियो हेरिदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद। र फेरि पनि अन्तिममा मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला। म नयाँ हो। हजुरको एक सब्सक्राइबले मलाई हौसला मिल्छ। धन्यवाद।